जय मसी साथीहरू, नमस्कार सबैलाई। जय मसी। यतिखेर म गोर्खा जिल्लाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर कति 8 को यो गाउँ के बुङकोटको कुवापानी मैलुङ यहाँ छु। यहाँ हाम्रो बाबु हुनुहुन्छ साजन परियार, अर्को नाम के भयो तपाईँ? इसाक परियार। अनि उहाँ बाबुसँग अलिकति यहाँ भेटघाट भयो। हामी यो ठाउँको अलिकति परिचय गर्नेछौँ। यो जस्तै ठ्याक्कै हामी उभिएको ठाउँलाई के भन्छ? यसलाई ठ्याक्कै बिख्रे पोखरी भन्छ। बिख्रे पोखरी है। हजुर। यो झन्डा पछाडि हामी देखिरहेका छौँ होइन? हजुर। हाम्रो दुईजनाको बिचमा झन्डा देखिरहेको छ। यो झन्डा राखेको कति हो यहाँ? यो राखेको भनेपछि 6 महिना हुनु लाग्यो। 6 महिना हो। हजुर। 6 महिना। यो के पार्क बनायो? हजुर, यो पार्क बन्ने प्रोसेसमा छ। यो सरकारी जग्गा है? हजुर, सरकारी जग्गा। र यहाँबाट हामीले यतापट्टि यो झन्डादेखि उतापट्टिको गाउँलाई के भन्छ? कुन जिल्ला कुन हो र गाउँको नाम के थाहा छ? गाउँपालिका एउटै हो। ए, अनि यो चाहिँ यो सानो देखेको पहाड के पल्लो? यो पल्लो पनि एउटै हो। शहीद लखन थापा नै हो यो पल्लो पनि? उता पल्लो त्यो त होइन, त्यो भीमसिंह त्यो त ऊ अर्कै। हजुर, अर्कै। कुन जिल्ला हो त्यो? गोर्खा जिल्लामै पर्छ। भीमसिंह थापा गाउँपालिका। भीमसेन थापा गाउँपालिका? हजुर। ए, भनेपछि त्यो भीमसेन थापा गाउँपालिका। यो चाहिँ शहीद लखन। हजुर, त्यो मैलुङ भन्छ त्यसलाई। यो डाँडो मैलुङ? हजुर, मैलुङ भन्छ। अनि यताको डाँडालाई के भन्छ? रिपथोक भन्छ यो डाँडालाई चाहिँ। अनि यो रिपथोक। हजुर, यो जोगी डाँडा। यो जोगी डाँडा। अनि यसलाई चाहिँ यति हो। अनि उता अब यहाँ उता कटेपछि चाहिँ महादेव थान भनेर चिन्छ त्यो ठाउँलाई। तपाईँलाई थाहा छ यो शहीद लखन थापाको गाउँ अथवा जन्मस्थान कता होला? यो काउले भङ्गार वडा नम्बर 7 मा पर्छ यो पालिकाको। यता यो पारिपट्टि हो कि यो डाँडादेखि उतापट्टि? हजुर, यो हामी जुन गैरी चौताराबाट जान्छौँ नि। हजुर, त्यहाँबाट 15 मिनट जति लाग्छ त्यहाँ पुग्न। ए, यता भने शहीद लखन थापाको जन्म चाहिँ त्यहाँ उहाँको गाउँ? हजुर। नेपालको पहिलो शहीद। हजुर, उहाँकै नामबाट यो पालिकाको नाम राखिएको छ है? नामबाट राखिएको। यहाँबाट गोर्खा बजार कति किलोमिटर? 12 किलोमिटर। 12 किलोमिटर। हामी बसमा यात्रा गर्दाखेरि कति घन्टा लाग्छ? बढी लागे 1.5 घन्टा। हजुर, 1 घन्टा। राम्रो बाटोमा मोटरसाइकलमा 1 घन्टा? मोटरसाइकलमा 35-30 राम्रो चलाउनेले त्यति 40 मा। मतलब 40-45 मिनटमा मोटरसाइकलमा आरामसँग पुगिन्छ। भनेपछि अब हामी यतापट्टिकोलाई चाहिँ के भन्छ? त्यो के छ? त्यो बाटो चाहिँ गोर्खा जिल्लाबाट त्यो गोर्खा बजारबाट त्यो बाटो हुँदै आरुघाट जान्छ होइन? हजुर, आरुघाट भन्छ। आरुघाट जाने बाटो होइन? यो डाँडा हुँदै यो डाँडाबाट जाने हो? हजुर, उता पनि जानु मिल्छ, यताबाट पनि। यो चाहिँ यसलाई चाहिँ अर्साङ भन्छ। यो पारिपट्टिको अर्साङ भन्छ। तर यो नि भीमसिंह थापा गाउँपालिकाको हो। भीमसिंह थापा गाउँपालिकाको। अनि उता चाहिँ आरुघाट गाउँपालिका भनेपछि यो डाँडादेखि उतापट्टि चाहिँ आरुघाट बजार चाहिँ त्यता। हजुर। बुढी गण्डकी यहाँदेखि उता है? यो डाँडादेखि उतापट्टि बुढी गण्डकी। हजुर, त्यता। अनि यो एउटा उता पनि हो। यहाँबाट बग्छ होइन? हजुर, उताबाट बग्छ। त्यो पर देख्ने अग्लो डाँडो छ नि? हजुर, पर देख्ने त्यो त धादिङ हो। धादिङको त्यो डाँडोको यतापट्टि त्यो बुढी गण्डकी कहाँनिर देखिन्छ त्यहाँ? यो गाउँको यो नदेखिने ठाउँ होला? त्यो नदेखिने ठाउँ छ नि जुन त्यही ठाउँमा छ। अब हाम्रो यो बाटोबाट गयो भने पुगिन्छ ठ्याक्कै बुढी गण्डकी। यो डाँडोदेखि सिधा तल? हजुर, धेरै तल छ। यहाँदेखि तल गयो भने यो सानो डाँडो र पल्लो डाँडोको बिचमा तल। हजुर, बिच बुढी गण्डकी। उतो तल देखिएको छ नि, उतो हेर्नु उतो डाँडा त्यसको तल। हजुर, भएर बुढी गण्डकी। हजुर, त्यो खोज भएर सिधै जाने हो कि यता जान्छ? यता बग्छ। यता बग्छ? ए, भनेपछि मनोकामना छ नि, मनोकामना मन्दिर जो तीर्थस्थल छ नि, यो डाँडादेखि उतापट्टि हो? होइन, यो धेरै लाग्छ। यो चाहिँ यो डाँडाबाट उता भनेपछि घैरुङ हुन्छ। यो डाँडा चाहिँ नाम्जुङ हो। नाम्जुङ। हजुर, त्यहाँ घैरुङबाट बतासे हुँदै अनि 3 मानेबाट ताक्लुङबाट मनोकामना पुगिन्छ। अनि अन्दाज यहाँबाट कति घन्टा लाग्छ पैदल हिँड्ने भने? एक दिन पैदल हिँड्ने भयो भने सुने अनुसार तपाईँ जानु भएको छैन होला होइन? हिँडेर त गएको छैन। लाग्छ 4-5 घन्टा। 4-5 घन्टा? हजुर, हिँडेर 4-5 घन्टा भनेपछि आधा दिन लाग्ने। हजुर,
मनोकामना अँ, त्यो पनि लखन थापा गाउँपालिका है शहीद लखन गाउँपालिका ओके हुन्छ धन्यवाद छ हाम्रो हस् बाबु साजनलाई हामीले यो ठाउँको बारेमा अलिकति हेऱ्यौँ यहाँको सुन्दरता फेरि पनि म तपाईँहरूलाई देखाउने छु है त हाम्रो यहाँ सर हुनुहुन्छ राजेन्द्र सर नमस्कार जयमसी सर जयमसी अनि हजुर यहाँको स्थानीय बासिन्दा है थ्याङ्क यू अब उहाँ अलिकति भारतीय प्रहरीमा पनि जारी खानुहुन्छ अब यहाँको सुन्दरता यहाँको रमणीय दृश्य कस्तो लाग्छ हजुर परदेशमा बसेर अनि अब कहिलेकाहीँ वर्षमा कतिचोटि आउनुहुन्छ छुट्टीमा कस्तो महसुस हुन्छ हजुरलाई खास गरेर त आफैले आफैलाई राम्रो भन्नु भने त्यो कसैले पनि मन पराउनु होला जस्तो लाग्छ है आफू जन्मेको जग्गा मतलब 10-15 सालमा 16-17 सालमा आफ्नो गाउँमा आइन्छ होइन अहिले फिलहालमा त ठिकै छ अब मैले पहिले पनि भने कसरी राम्रो भनौँ मेरो लागि चाहिँ राम्रो छ अब हेर्ने साथीभाइहरूले उहाँहरूको चोइस हो होइन त्यसमा चाहिँ अब साथीहरूले कमेन्ट गर्नुहुन्छ होला सायद यसलाई चाहिँ एउटा हाम्रो यो गोर्खा भनेपछि त अब विश्वले चिनेको जग्गा हो गोर्खा जिल्ला भनेपछि अनि त्यसमा गोर्खाकै नामबाट नेपालीहरूलाई चिनिन्छ विश्वभरि होइन त्यसको लागि यो गाउँ चाहिँ शहीद लखन थापा भन्ने गाउँ हो पहिलो नेपालमा पहिलो व्यक्ति जो शहीद भएको नेपालको पहिलो शहीद लखन थापा हाम्रो नेपालमा यही गाउँमा पर्छ त्यसको लागि तपाईँहरूले चोज गर्नु तपाईँहरूको हो होइन पब्लिक भन्दा आफ्नो साथीहरूभन्दा ठुलो त दुनियाँमा के छ र गोर्खा जिल्लाको सुन्दरता अनि खास गरी हजुरको नजिकै जुन गाउँ यहाँ तलतिर छ यहाँनिर एउटा घुम्ने ठाउँ छ जो अहिले हामी यहाँ झन्डा पनि देखिरहेका छौँ होइन अनि झन्डाको वरिपरि यतातिर यो एउटा पार्क छ यहाँ टुरिस्टहरू आउनु भएको छ छेउको गाउँको टुरिस्टहरू हुनुहुन्छ यहाँ होइन अनि यता यो जुन सानो पार्क छ है यो पार्क बनाइँदो रहेछ यो पार्कमा चाहिँ भविष्यमा यहाँ सरकारको योजना चाहिँ के छ होला जस्तो लाग्छ सरलाई यो पार्क बनाउनको भविष्यमा अब जस्तो अहिले डेभलपमेन्ट भएको छ हाम्रो यो गाउँमा भविष्यमा अहिले यो त आफ्नो पर्सनल गरेको जस्तै हो सरकारले त अब भर्खर नयाँ सरकार होइन आउनु भएको छ केही न केही अब खास गरेर त हाम्रो यो जो हो 1 नम्बर क्षेत्र गोर्खा 1 नम्बर क्षेत्र पर्छ हाम्रो गृहमन्त्रीज्यू सुदन गुरुङको क्षेत्र हो होइन गृहमन्त्री सुदन गुरुङज्यूको क्षेत्र निर्वाचन क्षेत्र पर्यो होइन यहाँ पर्यो अब सायद अहिले हालमा त उहाँहरू बिजी हुनुहुन्छ आफ्नो देशमा के गर्ने के नगर्ने भोलि चाहिँ भिजिट आएर केही न केही गर्नुहुन्छ कि हाम्रो सुदनज्यूको हाम्रो आशा छ होइन वर्तमान गृहमन्त्री सुदन गुरुङज्यूको निर्वाचन क्षेत्र पर्यो अनि यहाँको जनताले पनि आशा गरेको हुनसक्छ कि यहाँको जुन पर्यटकीय स्थलको विकास र यहाँ गाउँको विकासको लागि केही न केही हुन्छ कि भन्ने हामीलाई आशा छ अब पुरानो सरकारहरूले त हेरेन त्यो त हामीलाई अब चाहिँ देखिन्छ कि केही नयाँ सरकारसँग केही आशा छ जनतालाई सबैलाई पलाइराखेको छ म चाहिँ अब त्यति नै भन्न चाहन्छु धन्यवाद सर धन्यवाद